वेलकम टु माई ब्लग। साथीहरू, यो भिडियो चाहिँ सबैले माया गर्नुहुँदैछ। शम्भु डाँडाको साथीहरू यसरी बनाइराखेको छु। ल हेर्नु होला है त कस्तो देखिएको छ साथीहरू, भन्नु होला जस्तोको तस्तै। हेर्नुहोस् त, हेर्दाखेरि पनि त राम्रो छ नि। मान्छेहरू आउजाउ गरिराखेको छैन, जाडो छ छन चाहिँ। ल हेर्नु साथीहरू, यसरी बनाएको छु भिडियो चाहिँ। सबैले माया गरिदिनु होला, हेरिदिनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला साथीहरू। दुःखसँगले भिडियो बनाएको हुन्छ, हजुरहरूले पनि हेरिदिनु नि गर्नुहोस् न। ल हेर्नु होला है त, माथि डाँडादेखिको ल हेर्नुहोस्, माथिदेखिको कस्तरी बनाएको छ भिडियो। यहाँ चाहिँ अलि राम्रोसँग देखाएको छैन होला सायद, माथि टुप्पाबाट चाहिँ नि खिचेर नि देखाइरहेको छु तपाईँलाई। ल हेर्नुहोस् है त, यस प्रकारको छ भिडियो चाहिँ साथीहरू। ल हेर्नुहोस्, रमाइलो छ माथि। अहिले जाडो मौसम भए पनि रमाइलो छ। सबै मान्छेहरू आउने जाने थुप्रै छन् होइन। ल हेर्नुहोस् त, यति भिडभाड छन् मान्छेहरू पनि, देख्न सक्नुहुन्छ साथीहरू। ल हेर्नुहोस्, सरररररी भिडियो चाहिँ यस प्रकारको बनिएको छ साथीहरू। ल हेर्नु होला, सबै देख्न सक्नुहुन्छ। स्वयम्भूबाट चढेर हेरेको देखेको फिल गर्नु होला साथीहरू। ल हेर्नु है त, सक्दो सेयर गर्नु होला, भिडियो लाइक गर्नु होला, कमेन्ट गर्नु होला, च्यानल सब्सक्राइब गर्नु होला साथीहरू। यस्तो मेहनतले बनाएको हुन्छ भिडियोहरू। ल हेर्नु होला साथीहरू। ल यसरी फनननरी घुम्ने है यो चाहिँ, यस्तो छ। ल हेर्नु होला, यो चाहिँ अगाडिको फेस हो है त। ल हेर्नुहोस्, तलबाट झरेपछिको अगाडिको फेस पर्छ यो चाहिँ, हेर्नु होला। यस्तो छ नि। ल हेर्नु, मान्छेहरू कति आउजाउ छ नि। ल हेर्नुहोस् त, रमाइलो छ है साथीहरू स्वयम्भू डाँडामा। ल यो चाहिँ के हो, यो चाहिँ अलि मैले भन्न चाहिँ आएन, तर यो दामी छ नि। ल हेर्नुहोस् त, हेर्दाखेरि पनि खत्रै छ नि होइन। यो चाहिँ माथि टुप्पाबाट खिचेको हो, उतापट्टिको फेरि। ल हेर्नु होला है त, यसरी आएपछि चाहिँ यहाँनिर चाहिँ तपाईँको अग्लो छ, अलि राम्रो देखाएको छैन है। राम्रोसँग हेर्नु होला है त। ल हेर्नु है त साथीहरू, रमाइलो छ नि, राम्रो देखा नि। ल हेर्नुहोस् त, कतिको राम्रो देखा। मान्छे यति भिडभाड छन्, सबै सेल्फी खिच्ने होइन, आफ्नो तरिका आफ्नो पारामा। ल हेर्नुहोस् त, अलि कालो आयो यहाँ चाहिँ, अलि राम्रोसँग आएन यहाँ चाहिँ, छाया पर्न गयो अलिकति, छाया परेर अलि राम्रो देखेन। ल हेर्नु है त, यता चाहिँ कस्तो छ। ल हेर्नुहोस्, यो चाहिँ मालाहरू सबै बेच्नलाई राख्नु हुँदो रहेछ है त। ल हेर्नु होला, विभिन्न प्रकारको मान्छेहरू लिएर कस्तो छ। यहाँ चाहिँ बाँदर हो, यो चाहिँ बाँदर। यो बाँदरलाई हेर्नु कस्तो चढेछ, खनेर बसिरहेछ मरो। ल हेर्नु कति रमाइलो छ, उसलाई के टिप्छ नि। ल हेर्नु खाइरहेको छ नि। ल हेर्नु होला, घन्टीको माथि, घन्टी जस्तै न, माथिबाट चाहिँ घन्टी जस्तो हो कि। ल हेर्नु, देख्न सक्नुहुन्छ साथीहरू, कस्तो लाग्यो। हेर्नु, घन्टीको ठुलो छ यहाँ। त्यसपछि आएर यतापट्टि फेरि नानीहरू सेल्फी खिचिरहेछन् है। ल यतापट्टि हेर्नु होला अब। ल हेर्नु त, कति राम्रो छ नि, चटचट परेको छ नि, सानो सानो मूर्ति जस्तो टाइप गरेर चाहिँ राखेको भित्र होइन। ल हेर्नु, सबै फोटो खिचिरहेको यहाँ चाहिँ। ल हेर्नु, यस्तो राम्रो छ है। यो बाँदर हेर्नु नि, यो बाँदर डराउँदै डराउँदैन के अरे, बाँदर माथि माथि चढिरहेको छ ऊ। हेर्नु त है साथीहरू, यता पनि रमाइलो छ है, दृश्य हेर्नु होला। ल हेर्नु, जस्तोको तस्तै नै राखेको छु मैले, हेरेर माया गर्नु है भिडियो चाहिँ। यो चाहिँ अलि माथिपट्टिको हो नि, फेरि यतापट्टिबाट यो उतापट्टिबाट खिचेको, अहिले यतापट्टिबाट। ल हेर्नुहोस्, सररररी टुप्पोदेखि लिएर हेर्नुहोस्। ल हेर्नुहोस् है साथीहरू, दामी देखेको छ, दामी देखेको छ। ल हेर्नु, स्वयम्भूमा आफै आएको फिल गर्नु है साथीहरू सबैजनाले। ल हेर्नु होला है त, देख्न सक्नुहुनेछ साथीहरू। ल हेर्नुहोस्, यतापट्टि खिच्दाखेरि चाहिँ अलि
राम्रो देखिँदो रहेछ। ल हेर्नुलाई यो चाहिँ यतापट्टिको सबै आफ्नो पारामा सेल्फी खिचेर भिडियो बनाउने टिकटक बनाउने गरिरहनु भएको छ। ल हेर्नु यो दामी छ नि यहाँनिर। ल हेर्नु त राम्रो देखायो नि। ल हेर्नुहोस् यति धेरै भिडभाड छ नि मान्छे, तर आज अस्तिको जस्तो भिडभाड चाहिँ छैन आज चाहिँ। ल हेर्नु ल यति साथीहरू ल हेर्नुहोस् है त यहाँ यो बाँदरलाई हेर्नु माथि माथि गइरहेको छ बाँदर। यसो आएपछि तपाईँको यहाँ चाहिँ फनन्नरी घुमाएर नि भाइहरूले घुमाइरहेको छन् है त। ल हेर्नु होला है। ल यसरी घुमाइरहँदै यो चाहिँ फेरि ल हेर्नुहोस् कस्तो छ सरररी यतापट्टि आएर फेरि यसरी यो चाहिँ तल्लोपट्टिको भाग हो। राम्रो देखा नि यता आएर यसरी फेरि यहाँनिर। ल हेर्नु मान्छेहरू ल हेर्नुहोस् त यसरी सरररी आएर यतापट्टि चाहिँ यो चाहिँ बाहिरी भएको फेरि। ल हेर्नुहोस् काठमाडौँको एरिया देख्नुहोस्। अलि राम्रो देखेन, अलि धमिलो धमिलो देखेँ कि यो अलि दिनै न त्यस्तै नथियो, सफा थिएन। ल हेर्नु त्यही भएर यस प्रकारको रहेको छ साथीहरू। ल हेर्नु क्ल्यारिटी आएन है राम्रोसँगले, अलि सफा दिन भइदियो भए राम्रो देखिन्थ्यो होला सबै। यस्तो आइरहेको छ साथीहरू। ल हेर्नु सानो सानो देखा इत्रु देखा घरहरू पनि सफा देखा होइन। ल हेर्नुहोस् है त यो चाहिँ माथि जाने ठाउँ है। फेरि यहाँबाट यसो जान सकिन्छ।